एसए एक्जाम दिएर बस घरमै बसिरहनु भएका स्टुडेन्टहरूको लागि चाहिँ अहिले खुसीको खबर आएको छ। रिचेकिङहरूको अप्सन दिने गर्दछ एनइबी पास गर्नुपर्ने हुन्छ। चित्त नबुझेका सब्जेक्टहरू र धेरैको मनमा चाहिँ के छ भने चाहिँ मैले एक्जाम पास गरेँ कि फेल गरेँ भने कुन सब्जेक्ट फेल गरेँ, यो सब्जेक्ट चाहिँ पक्कै फेल गरेँ होला लागिरहेछ। ती फेल गर्ने स्टुडेन्टहरूको लागि चाहिँ के कस्तो व्यवस्थापन गर्ने छ त त्यस पछाडि भन्ने बारेमा नै हामी थोरै कुरा गरौँ। त्यसको बारेमा चाहिँ तपाईँहरूले अब कुनै पनि सब्जेक्टमा रिजल्ट आइसके पछाडि फेल गर्नुभयो भने चाहिँ त्यहाँनिर जिपिए नन ग्रेडिङ सिस्टम छ। अहिले तपाईँको अब एउटा सब्जेक्टमा चाहिँ तपाईँले एनजी लगाउनु भयो भने चाहिँ तपाईँको सबै सब्जेक्टको जुन टोटल जिपिए भन्ने हुन्छ त्यो जिपिए चाहिँ तपाईँको 0.00 हुन्छ। त्यसैले तपाईँले हरेक एउटा सब्जेक्टलाई पास गर्नुपर्ने हुन्छ र तपाईँले एउटा सब्जेक्टलाई पास गर्नु भएन भने चाहिँ रिजल्ट आएको 1 महिनासम्ममा तपाईँलाई फेरि रिप्रिपरेसन गर्नको टाइम दिन्छ 1 महिनाको, र 1 महिना पछाडि फेरि एउटा इक्जाम कन्डक्ट गरिन्छ जुन इक्जाममा चाहिँ तपाईँले राम्रोसँगले 1 महिना पढेर एउटा दुईवटा सब्जेक्ट जतिवटा लागेको छ त्यसको तपाईँले ग्रेड वृद्धिको लागि इक्जाम दिन सक्नुहुन्छ। र तपाईँहरूलाई चाहिँ लागेको छ मैले चाहिँ इक्जाम राम्रो गरेको थिएँ तर इक्जाम राम्रो गर्दा गर्दै पनि मेरो रिजल्ट चाहिँ अलिकति मैले लेखे जतिको रिजल्ट आएन रहेछ जस्तो लागेको छ भने त्यसको लागि चाहिँ तपाईँलाई रिचेकिङहरूको अप्सन दिने गर्दछ एनइबीले चाहिँ। र त्यो रिचेकिङमा चाहिँ तपाईँले चाहिँ आफूलाई चित्त नबुझेका सब्जेक्टहरूलाई चाहिँ तपाईँले फेरि पनि रिचेक गराउन सक्नुहुन्छ। त्यसको बारेमा हामी एउटा डिटेल भिडियो बनाउने छौँ कि रिचेक कसरी गराउने भन्ने कुरा। र रिचेक गराइसके पछाडि तपाईँको फेरि पनि मार्क्स राम्रो आएन भने तपाईँले रिटोटलिङ र रिचेकिङ दुइटै गराउनु मिल्छ। र तपाईँले दुइटै गराउन चाहनुहुन्छ भने केही एमाउन्टमा तपाईँले पैसा पे गरेर चाहिँ तपाईँले रिचेकिङ र रिटोटलिङ गर्न सक्नुहुन्छ। र यसको बारेमा चाहिँ हामी डिटेलमा कुनै अर्को भिडियोमा कुरा गर्नेछौँ। र सबभन्दा महत्त्वपूर्ण कुरा च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब र भिडियो लाइक गर्न नभुल्नु होला, किनभने मैले निकै लामो समयदेखि केही कन्टेन्ट अपलोड गरेको छैन त्यसैले पनि मेरो च्यानललाई अलिक डाउन चलिरहेको छ। त्यसैले पनि एक लाइक एक कमेन्ट र च्यानललाई नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। र यो भिडियोमा चाहिँ मलाई एउटा थोरै अपडेट दिन थियो त्यसैले मात्रै यो भिडियो म बनाउँदैछु। त्यसैको लागि आजको लागि यति नै। यस्तै भिडियोलाई लाइक र च्यानल सब्सक्राइब गर्नु होला। थ्याङ्क्स फर वाचिङ, बाइ बाइ।